साथीहरू संशोधन संस्कृति पार्टीका अध्यक्ष हर्क राई यानि कि हर्कै बौला भन्छु म चाहिँ हर्कै बौला चाहिँ आफ्नो पार्टी विस्तारको क्रममा चाहिँ हिजो आज पोखरामा व्यस्त भएको देखाएको छु र हिजो बेलुका गण्डकी छड्केर पनि देखाएको छु। पोखराका स्थानीय बासिन्दाले केही प्रश्न गरेका छन् है उनलाई र उनको जवाफ दिने शैली के छ भनेर मैले यहाँ माथि देखाइरहेको छु है। उसको जवाफ दिने शैली चाहिँ कुन प्रकारको जवाफ दिने शैली छ भन्ने कुरो यहाँ सुनाएर एकचोटि मत दिएर काम गरेर 5 वर्षसम्ममा नेपालको कायापलट गर्न सकिन भने अहिले पनि भन्छु म त्यस्ता जाब होइन त्यस्ता जाब होइन त्यस्ता जाब होइन त्यस्ता जाब होइन काम गरेको छ उहाँले भनेर हुन्छ त सघाउनु त मलाई एमालेले पनि सघाइरहेछ नि एमालेकै भोटले जित्छु म यसपालि। हेर्नु पनि होइन जवाफ दिने तरिका यो चाहिँ भावी प्रधानमन्त्री चाहिँ देशको 165 मध्ये लगभग 110 ठाउँ पनि चाहिँ उम्मेदवार उठाउन सकेको छैन। भावी प्रधानमन्त्री म यो भनेर ठोकुवाका साथ हिँडेको छ। यो बौला यो दिमागी रूपले सर्ट भएको यो बौला चाहिँ सायद दिमागको तार कुनै कुनै बेला छिन्छ र मुहान जे आयो त्यही भन्छ। आफूले भावी प्रधानमन्त्रीको दावेदार पनि गर्छ। देशभरि उम्मेदवार कति उठाउने भन्ने पनि थाहा छैन। चुनावी क्षेत्र कति छ भन्ने पनि थाहा छैन। अनि प्रधानमन्त्री हुनलाई चाहिँ कति चाहिन्छ भन्ने पनि थाहा छैन। यस्ता बौलाले भोलि प्रधानमन्त्री नै भेटायो भने के होला यार। यसको शैली हेर्नु बोल्ने तरिका हेर्नु त छिट यस्तो बोल्ने तरिकाले हुन्छ अनि अरे राम कस्ता कस्ता नमुनाहरूको उदय हुन्छ हो। त्यसैले आउने चुनावमा राजसभा भन्दा बाहेक अरू कसैको विकल्प पनि छैन। राजसभा नै हो अब त्यस्तो भने बालन प्रधानमन्त्री नै हो रवि सभापति नै हो 5 वर्षमै बालनले चलाउँछ होइन साथीहरू। साथै यतिसम्म मेरो भिडियो हेर्नु भइहाल्यो र मेरो च्यानललाई सब्सक्राइब पनि गरेर जानु है त। हस्त नमस्ते।